हेलो नमस्ते साथीहरू। यो यसपालिको बर्खा लाग्नु अगाडि 600 को लट हालेको थियो यो खोरमा। तर अब विभिन्न रोगले ग्रसित बनाए सुरुमा, र जसरी ग्रोथ हुनुपर्ने हो, जसरी बढ्नुपर्ने हो त्यसरी बढिरहेको छैन। र औषधिहरू चलाउँदै गर्दा अहिले रोकथाम चाहिँ भएको अवस्था छ। तर जसरी बढ्नुपर्ने हो त्यसरी चाहिँ बढिरहेको छैन। र धेरै साथीहरूको पनि यस्तै अवस्था भएको देखेको थिएँ मैले टिकटकमा। र यो पनि हाम्रो पनि यसपालिको लट त्यस्तै भयो। अब चाहिँ औषधिले काम गरेको जस्तो देखिँदैछ, केही सुधार भएको जस्तो छ अहिले चाहिँ। अब हेरौँ कस्तो हुने हो। आज 28 दिनका भइसकेको छन् चल्ला। 28 दिनमा निकैवटा गए यो पालि, र अझै पनि कुनै चाहिँ बिरामी जस्तै देखिरहेको छ। गर्मीको कारण पनि र बर्खामा चाहिँ पानीको पनि समस्याले गर्दाखेरि धाराकै पानी खुवाए पनि पानीमा चाहिँ समस्या देखिन्छ बर्खामा प्राय गरेर। र यो पालि इकोलाईले अलिक सतायो, तर औषधि चलाइसकेपछि जति जाने त गए, तर भएका चाहिँ यसो हेर्दा राम्रै देखिन्छन्। अब हेरौँ यसले के गर्ने हो।